नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भिडियो चाहिँ स्पेसली नयाँ युट्युबर्सहरूको लागि, जस्तै म पनि एउटा नयाँ युट्युबर्स नै हो हैन। अब मेरो भ्यू चाहिँ आउँदैन, अब मैले किन युट्युब बनाउने भन्ने खालको सोच पनि आउन सक्छ तपाईहरुलाई कतिपय अवस्थामा। युट्युब चाहिँ खासै यो सानो सर्ट टर्मको लागि चाहिँ युट्युब चाहिँ होइन है। यो युट्युब भनेको एकदम लामो टाइपको प्लेटफर्म हो हैन। यहाँ चाहिँ तपाईले एकदम कन्टिन्यू दिन सक्नुभयो भने मात्रै तपाईले युट्युबलाई पनि टाइम दिन सक्नुभयो भने बल्ल यसले पनि तपाईलाई टाइम दिन्छ। यो भन्ने बित्तिकै तुरुन्त तपाईँ भाइरल भइहाल्ने, तपाईको भिडियो चाहिँ एकैचोटि तपाईको 100 लाखौं या मिलियन्समा गइहाल्ने भन्ने पनि हुँदैन है। यसले समय लिन्छ हैन। यसलाई पनि युट्युबलाई पनि चाहिँ कम्तीमा लागोस् न, तपाईँ पनि एउटा कन्स्टेन्ट रिल्स क्रिएटर हुनुहुन्छ, एउटा कन्टिन्युटी दिइराख्नु भएको छ, तपाईँले भिडियो बनाइराख्नु भएको छ भने यसले पनि तपाईँलाई त्यो प्राथमिकता एक दिन राख्छ, अवश्यमै राख्ने छ है त। यो तुरुन्तै भन्ने बित्तिकै भाइरल भइहाल्ने या तपाईँको भिडियो तपाईँको एकदम लाखौं लाखमा या मिलियन्समा भ्यू जाने चाहिँ भइहाल्दैन है त। यो पनि एउटा यसलाई भन्छ नि, एउटा हिन्दीमा एउटा कहावत छ नि, लम्बी रेसको घोडा भन्छ नि। युट्युब भनेको एउटा लम्बी रेसको घोडा जस्तै हो क्या। यो सर्ट टर्ममा तपाईँको केही पनि पोसिबिलिटी छैन। यसको एउटै मात्र उपाय के छ भने तपाईँले कन्टिन्यू दिइराख्नु पऱ्यो। तपाईँले जहिले पनि रिल्स बनाइराख्नु पऱ्यो, डेली तपाईँले एउटा सर्ट भिडियोहरू हालिराख्नु पऱ्यो। धेरै लामो भिडियो पनि नहाल्नु होला, अहिले लामो भिडियो प्रायः कसैले पनि हेर्दैन। छोटो मिठो 2 मिनट 3 मिनटसम्मको भिडियो तपाईँले हालेर अपलोड गरिदिनु होला हैन। र डेली कुनै दिन पनि नछुटाउनु होला, प्रत्येक दिन तपाईँले एउटा भिडियो चाहिँ पोस्ट गर्नु होला हैन। मेरो सजेसन त्यही छ। म पनि एउटा सानो युट्युबर नै हो हैन, मेरो पनि धेरै फलोअर्स छैन। तपाईहरु जस्तै मेरो पनि एउटा सानो, म पनि एउटा सानो नै युट्युबर नै हो। तर पनि अब यो कतिपय अवस्थामा हामी दुनिया थरीको त्यो तपाईको युट्युबर्सहरुको हेर्छौं हैन, उनीहरूले भनेको कुरा सुन्दा पनि अब दिक्क पनि लाग्न सक्छ क्या। भ्युजै आउँदैन के भिडियो बनाउनु भन्ने खालको कुरा पनि हुन्छ। तर भ्युजै नआइकन भिडियो किन बनाउने भन्ने कुरामा चाहिँ फेरि त्यो चाहिँ एकदम गलत कुरा हो है त। तपाईले त्यही भएर भिडियो चाहिँ बनाइराख्नुपर्छ, भिडियो बनाउन नछोड्नु होला। भिडियो बनाइराखेको अवस्थामा के हुन्छ भने यसले पनि चाहिँ के अरे युट्युबले पनि चाहिँ के सोच्छ भने यो पनि यो चाहिँ एकदम मेहनत गरिरहेछ यसले भन्ने खालको एउटा त्यसले पनि एउटा सन्देश चाहिँ दिन्छ है। अनि त्यसले कम्तीमा एटलिस्ट तपाईँ कुनै न कुनै भिडियो एक दिन तपाईँको अवश्य नै भाइरल जानेछ, निश्चित हुनु होला। यति भन्दै म आफ्नो छोटो शब्द यही टुङ्गाउँछु है त। थ्याङ्क यू गाइज फर सपोर्टिङ मी, फर लिसनिङ मी। टेक केयर, बाई बाई। अर्को भिडियोमा फेरि पनि आउनेछु है त यस्तै कुराहरू लिएर। बाई बाई।